Oh, hello guys, welcome back to my YouTube channel. It's me Rizan and you're watching Rizanza Talks. And if you are new in the channel, make sure to subscribe to the channel and let's go for 300 subscribers. And please like this video, share this video and comment down your thoughts about this video. So हिजो राति सेमिफाइनल भएको UCL मा हैन बार्सिलोना भर्सेस इन्टर मिलान फर्स्ट लेग इन बार्सा होम ग्राउन्डमा अब दुवै टिमले कस्तो गेम खेल्यो भन्नेको बारेमा चाहिँ म कुरा गर्छु नि। फर्स्ट अफ अल के कुरा गर्छु भन्दाखेरि चाहिँ इफ यु क्यान स्टप यामल यु क्यान के यदि टिमहरूले होइन यामल जस्तो प्लेयरलाई होइन रोक्न सकेन भनेपछि हिजो गेम कसरी चेन्ज भएको थियो नि सेकेन्ड लेगमा पनि त्यसरी गेम चेन्ज हुनसक्छ कि इन्टर मिलानको मेन फोकस चाहिँ इन्टर मिलानले चाहिँ यामललाई रोक्न सक्नु पऱ्यो कि जुन बार्सिलोनासँग जुन अपोनेन्टले फेस गर्छ होइन दे क्यान स्टप यामल के यामललाई स्टप गर्न सकेन भने चाहिँ होइन त्यहाँ गेम चेन्ज हुने चान्स धेरै नै हुन्छ होइन। सो हिजो गेममा पनि त्यस्तै भयो थियो बट बोथ टिम प्लेड गुड होइन इन्टरले पनि राम्रो खेलेको छ बार्सिलोनाले पनि राम्रो खेलेको छ नि तर कसरी राम्रो खेलेको के गर्दा यस्तो भएको भने चाहिँ म कुरा गर्छु यो अपकमिङ भिडियोमा चाहिँ होइन। सो फर्स्ट अफ अल चाहिँ म लाइनअप्सको बारेमा कुरा गर्छु होइन। सो बार्सिलोनाले चाहिँ 4-2-3-1 खेलाएको छ मार्टिनेज कुबासी कोन्डे अनि मिडफिल्डमा पेड्री डियोङ अनि तिनीहरूको विङ साइडमा छ राफिना अनि अराइडिङ मिडफिल्डमा छ अलोमो अनि राइट साइडमा छ यामल अनि अफ फ्रन्टमा छ टोरेस होइन लेभेन्डोस्की घाइते भयो जस्तो लाग्छ त्यो गेम खेलेको छैन अस्ति मोड्रिडको गेममा पनि अनि हिजोको गेममा पनि। सो यो त्यो लाइनअप्स अफ बार्सिलोना होइन। अब इन्टर मिलानको कुरा गर्छु अभियसली सेम लाइनअप्स खेलाएको छ बास्तोनी कार्बी बिसाक पावरलाई चाहिँ हिजो स्टार्ट गराएन होइन अनि डिमाडो फेरि ब्याक भएको छ स्टार्टमा अनि हेन्क्रिक कालहाङ्गोरु बारेला अनि डम्फ्रिज फेरि ब्याक भएको छ स्क्वाडमा त्यो अस्तिको के अरे बायर्न म्युनिककोमा थिएन जस्ट इन्जर्ड भएर जस्तो डम्फ्रिज आएको छ यिनीहरूको फेरि लाइनअप स्टार्टिङ इलेभेनमा अनि अफ फ्रन्टमा छ मार्टिनेज थेरम होइन यो थियो इन्टर मिलान्सको लाइनअप्स अगेन्स्ट बार्सिलोना। सो अब म कुरा गर्छु भने हिजोको गेम हेर्नुको मजा होइन फरक थियो कि किनकि एकदमै खतरा गेम देखाइदियो कि दुवै टिमले कि त्यही भएर सेमिफाइनल जस्तो टिममा होइन दुवै टिम होइन राम्रो थियो त्यही भएर टिमले डिजर्भ गर्यो कि त्यो सेमिफाइनलसम्म पुग्नको लागि चाहिँ होइन। सो म एउटा कुरा यो पनि भन्न खोज्छु कि होइन यो दुईवटा टिमले होइन जो पनि फाइनलमा जान्छ नि होइन 75% विनिङ चाहिँ जस्ट विनिङ युसिएल चाहिँ तिनीहरूको हातमा छ जस्तो लाग्छ किनकि आर्सेनल र पिएसजीको गेममा मलाई त्यस्तो साह्रो मजा आएको थिएन होइन जस मैले हेरेको थिएन तर त्यस्तो राम्रो मलाई लागिराखेको थिएन है जुन त्यो सेमिफाइनल्समा आएको थियो नि होइन जस्ट एक गोलले मात्रै जित्यो पिएसजी होइन जस्ट 8 मिनट्समा गएर खेलेपछि यस पिएसजी पनि राम्रो छ मैले भन्न खोजेको होइन कि त्यो राम्रो थिएन त्यो गेममा चाहिँ। सो यस दुवै टिम राम्रो छ तर मेनली चाहिँ कम्पिटिसन हिजोको गेममा सेमिसले रियल सेमिसको कुरा गर्ने हो भन्दाखेरि जुन युसिएल जस्तो स्टेजको सेमिस भनेपछि यस हिजोको जस्तो गेम थियो कि इन्टर मिलान र बार्सिलोना के त्यही धेरै जस्तो चान्स छैन दुवै टिमले को सेमी के फाइनलमा जान्छ नि त्यसले चाहिँ जस्ट 75% विनिङ चान्स चाहिँ मलाई लाग्छ मेरो भ्यूमा चाहिँ सबैको आफ्नो डिफ्रेन्ट भ्यू हुन्छ होइन अनि म गलत पनि हुनसक्छु मैले भन्न खोजेको कि होइन कि म सही छु भनेर चाहिँ जित्छ भन्ने चाहिँ गेम हो हरेक डिफ्रेन्ट हुनसक्छ होइन तर मेरो भ्यू मेरो भिजनमा चाहिँ यो लाग्छ होइन। सो तपाईँहरूलाई के लाग्छ प्लिज कमेन्टमा भन्न सक्नुहुन्छ अलवेज त्यहाँ चाहिँ मैले तपाईँको आइडियाजहरूलाई पनि एक्सेप्ट गर्छु होइन तपाईँको सोचमा के छ होइन कस्तै जित्ला होइन जस मानौँ चाहिँ सो हिजोको गेममा के भयो त त्यस्तो होइन मजा आयो होइन तर एउटा कुरा चाहिँ बिग एप्रिसिएट चाहिँ मैले इन्टर मिलानलाई गर्नुपर्छ कि हामीले किनकि जुन गेम अवे आएर खेलिराखेको छ अवे टिमलाई यस्तो प्रेसर बनाइरहेको थियो फर्स्ट हाफमा 2 गोल हानेको छ कि अब यस्तो बायर्न के अरे बार्सा जस्तो टिमलाई के किनकि हेन्सी फ्लिकको कस्तो राम्रो ट्याक्टिक्स हुन्थ्यो कि हाइलाइट के अरे डिफेन्सिभमा ट्र्याप गर्ने खोज्ने कि तर इन्टर मिलानले हिजो टिमहरूको ट्र्याप धेरै ब्रेक गर्न खोजिरहेको थियो त्यही भएर 2 गोल हान्न सक्यो कि फर्स्टको के अरे 30 मिनटमा अनि 30 सेकेन्डमै नै गोल कस्तो राम्रोसँग हानिदिन्छ कि तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ होइन म स्क्रिनमा हालिदिन्छु एकछिनै टाइम लाग्छ कसले सोचेको थियो हिजो बार्सिलोनाले फर्स्ट 30 सेकेन्डमै गोल खान्छ भनेर चाहिँ मैले चाहिँ सोचेको थिएन कि कस्तो राम्रो डिफेन्सिभ लाइनबाट पास गरेर चाहिँ गोल हान्न सकेको हुन्छ कि इन्टर मिलानहरू एकछिन रोक्नुहोस् है सो डिफेन्सिभ हिजो एकदमै राम्रोसँग ब्रेक गरेको थियो कि मलाई जहाँसम्म लाग्छ होइन
अहिलेसम्म मैले बार्सिलोना जुनै अपर 10को टिमसँग गेम खेलेको बेला चाहिँ इन्टर मिलान जस्तो चाहिँ राम्रोसँग डिफेन्सिभ ब्रेक गरेर चाहिँ अगाडि लगेको कुनै पनि टिमले मैले देखेको छैन होइन। इन्टर मिलान जस्तो टिमले के अब तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ कि कस्तो राम्रोसँग त्यहाँ 1v1 लिड राखेको छ है। डमफ्रिजले हो कि कुन हो यो प्लेयरको नाम चाहिँ थाहा भएन, मैले स्क्रिनमा हालिदिन्छु, तपाईँले हेर्न सक्नुहुन्छ। अब त्यहाँ हेर्नुहोस् है डिफेन्सिभ लाइनमा होइन बार्साको डिफेन्समा होइन त्यहाँ 3 जना बसिराखेको छ। माइग्रेन थ्योरम चाहिँ ठ्याक्कै 3टाको एउटा साइडमा बसिराखेको हुन्छ। त्यहाँ सिम्पल पास छिराइदिन्छ होइन, डमफ्रिज नै रहेछ, सिम्पल पास छिराइदिन्छ होइन। अनि त्यहाँ हेर्न सक्नुहुन्छ एकजना मार्टिनेज कस्तो राम्रोसँग रन बनाइराखेको हुन्छ, तर डमफ्रिजले तिनीहरूलाई कस्तोरी बिट गरेर के अरे थ्योरमलाई दिइराखेको हुन्छ। थ्योरमले कस्तो ब्याक हिल गोल छिराइदिन्छ कि एब्सोल्युट टप गोल हो कि। 30 सेकेन्डमा यस्तो राम्रो गेम खेलायो कि फ्र्याङ्क स्विच गर्यो बल अनि 1v1 लियो, सिम्पल बक्स डमफ्रिजले सिम्पल बल बक्समा छिराइदियो अनि थ्योरमले सिम्पल ब्याक हिलमा गोल छिराइदियो। अभियसली टप नच गोल थियो होइन, माइकल थ्योरमको चाहिँ त्यो 1-0 भइसकेको थियो होइन। त्यो पनि बार्सिलोनाले गिभअप गरिराखेको थिएन किनकि आइनो होइन त्यो मैले बेनिफिकाको जस्तो गेममा देखेँ कि होइन त्यो चाहिँ हार मान्दैन कि हेन्जी फ्लिकको अन्डरमा यही थियो कि तिनीहरूले जति तिनीहरूले 3 गोल किन नखाओस् होइन बार्सिलोनाले, तर तिनीहरूले थाहा छ कि हामी आफ्नो होम ग्राउन्डमा खेलिराखेको छौँ, यस हामीले कमब्याक गर्न सक्छौँ। तिनीहरूले 2 गोल खाँदा पनि कस्तो राम्रोसँग कमब्याक गर्यो कि कसले गर्दा यामाल। सो यो थियो फर्स्ट गोल होइन इन्टर मिलानको, तर बार्सिलोनाले गिभअप गरिराखेको थिएन। बार्सिलोनाले कस्तो राम्रो क्रसेसहरू छिराइरहेको थियो, म्यान टु म्यान कस्तो राम्रोसँग क्रसेस पासेसहरू दिइराखेको थियो। पेड्रोले कस्तो राम्रो गेम मिलाइरहेको थियो सेन्टरमा, डियङसँग थियो त्यसको पार्टनर, डियङलाई कस्तो म्यान टु म्यान स्किल छलाएर पास दिइरहेको थियो। एउटा मान्छेलाई 2टा डिफेन्डरले एउटा मान्छेलाई तानेर चाहिँ पास दिइराखेको छ कि डियङले। पेड्रीको त्यही स्किलहरू त्यो हाफ स्पेसमा टाइट स्पेसमा ओलोमोको कस्तो राम्रो स्किल्सहरू थियो। राफिना एउटा साइडबाट यत्तिकै डेन्जर थियो। अनि यामालको कुरा चाहिँ छोडिदिउँ, यामाललाई कसले पनि रोक्न सकेको थिएन। यामालले धेरै चान्सहरू लिन खोजेको थियो कि त्यो 1-1 इक्वलाइजर गर्नलाई, त्यो पनि फर्स्टमा त्यस्तो भएको थिएन होइन। जब त्यो सेकेन्ड गोल हान्छ नि इन्टर मिलानले, अब त्यो सेकेन्ड गोल डमफ्रिजको बाफले लास्टै दामी गोल कसरी छिराइदिन्छ कि गोल। प्रेस गरिराखेको हुन्छ इन्टर मिलान, सरी बार्सिलोना इन्टर मिलानसँग प्रेस गरिराखेको हुन्छ अनि क्विक काउन्टर चलाउँछ क्या, त्यहाँ डिफेन्सिभमा हल्का ब्रेक हुन्छ अनि जसले गर्दा चाहिँ इन्टर मिलानले बल पाउँछ कि। अनि इन्टर मिलानले हल्का बल प्रेस काउन्टर हान्ने जाने बेला त्यो आउट गरिदिन्छ होइन। अनि वाट द कर्नर पास अनि वाट द फ्री किक बाई डमफ्रिज, वाट द सर्ट बाई त्यो कस्तो राम्रो बाइसाइकल हानिदिन्छ डमफ्रिजले होइन। अनि 2-0 को अपमा हुन्छ होइन इन्टर मिलान, अनि बार्सा चाहिँ डाउन हुन्छ। त्यही पनि यामालले के काम डाउन भनेर खेलाइराखेको हुन्छ गेम। त्यसको 4 मिनटपछि कस्तो बबल गोल छिराइदिन्छ क्या, तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ स्क्रिनमा होइन। सिम्पल लाइनअप्स हेर्नुहोस् होइन, सिम्पल ट्याक्टिक्स अफ फ्यान्सी फ्लिक त्यो गेमको के मैले स्क्रिनमा हालिदिन्छु। डिफेन्सिभ इरोर हल्का हुन्छ इन्टर मिलानको, त्यो बल होइन डमफ्रिजले पाउनु पर्ने होइन त्यसले पाउँदैन। ठ्याक्कै यामाललाई हेर्नुहोस् त यामाल कस्तो फ्री छ, यामालले बल पाउँछ त्यहाँबाट होइन। यामालले कतिजना प्लेयरलाई छराएर त्यो फाइनल थर्डमा छिराउँछ, त्यो बक्समा छिराउँछ। यामाललाई रोक्न सक्दैन कोही पनि कि। यता हेर्नुहोस् यामाल कस्तो फ्रीले बल लिएर होइन लान सक्छ कि। यामालले त्यहाँ खुट्को पास दिए पनि होइन त्यहाँ त्यसले कसलाई पास दिन सक्छ, ओलोमोलाई पास दिन सक्छ, त्यसले क्रस कटायो भने चाहिँ राफिनालाई दिन सक्छ। अनि बिचमा छिरायो भने चाहिँ पेड्रीलाई के अरे फरान टोरेसलाई दिन सक्छ। अनि यतै साइडमा हेर्न सक्नुहुन्छ पेड्री कस्तो स्पेसमा बसिरहेको हुन्छ, पेड्रीलाई क्रस कटाएर पेड्रीले यता साइडमा छिराइदियो भने चाहिँ यता रन बनाइराखेको नि साइडमा को हो यार मार्टिनेज होला आई थिङ्क, मार्टिनेजलाई पास दिन सक्छ होइन। तर यामालको त्यसको इन्डिभिजुअल क्वालिटी एकदमै राम्रो छ। यामालले केही नसोचिकन बल सिधै बक्समा लिएर आइदिन्छ होइन। अनि त्यहाँ बक्समा हेर्नुहोस् कि यामालको कतिजना प्लेयरले होइन त्यसलाई कन्ट्रोल गर्न सक्दैन कि। अनि सिधै त्यो गोल यता कट गर्छ होइन अनि सिधै पोलमा ठुकेर गोल छिराइदिन्छ कि। अनि 1-2 हुन्छ होइन बार्सिलोना सिम्पल
धेरै केही पनि गरेको छैन। यामालको 1v1 एकदमै राम्रो। त्यसपछि पनि भनेको छ त यो 17 इयर्सको होइन बच्चा हो कि यो केटा हो कि 17 इयर्सको काहीँ भन्नु सक्छ। त्यसले गेम कसरी मिलाइदिन्छ, प्रेसर कसरी ह्यान्डल गरिदिन्छ, त्यसले भनिरहेको छ कि कम डाउन हामीले कमब्याक गर्न सक्छ, म्याच दिनेहरूले पनि कमब्याक गर्न सक्छ। अनि फेरि यो गोल त सिम्पल। अनि सेकेन्ड गोल बार्सिलोनाको हेर्न सक्नुहुन्छ। सेकेन्ड गोल तपाईँले मैले स्क्रिनमा हालिदिन्छु फेरि हेर्नुहोस् होइन, सिम्पल ट्याक्टिक्स हेर्नुहोस् कि बार्सिलोनाको फाइनल थर्डमा होइन अपोनेन्टलाई कसरी प्रेसर गरिराखेको छ कि तपाईँले हेर्नु बार्सिलोनाको प्लेयर हेर्नुहोस् न, त्यो लाइनमा हेर्नुहोस् न कस्तो राम्रोसँग बसिराखेको छ कि प्लेयरहरू। यामाल, कोन्डे, पेड्री, काबासिकी, डियोङ, मार्टिनेज, यता साइडको को प्लेयर छ एकजना त्यो बिचमा अलोमो, अनि त्यो बक्सको दुईवटा सेन्टरमा को छ यहाँ फरान टोरेस, राफिना, कस्तो स्ट्रक्चरमा बसिराखेको छ, जस्तो लप स्ट्रक्चरमा बसिराखेको छ। तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ होइन। तर त्यो बल दिन्छ कुबासिकीले पेट्रीलाई बल पाउने बित्तिकै त्यहाँ हेर्न सक्नुहुन्छ दुईजनाले रन बनाउन सक्छ। कोले भन्दाखेरि कोले भन्दाखेरि राफिना अनि बिचमा को स्पेसमा खाली हुन्छ फरान टोरेस, त्यस्तै थियो हिजोको गेममा होइन। अनि सिम्पल पास दिन्छ पेड्रीलाई क्रुबासिकीले, अनि क्रुबासिकीले सिधै पास दिन्छ बक्समा कटाउँछ। स्क्रिनमा हालिदिन्छु हेर्नुहोस् होइन। राफिनाले सिम्पल हेडिङले पास दिन्छ अनि त्यहाँ गोल छिटाइदिन्छ फरान टोरेसले, अनि त्यहाँ हुन्छ 2-2। यो थियो हिजोको फर्स्ट हाफको गेम, जसले गर्दा एकदमै मजा आएको थियो होइन हिजो गेममा। जस बार्सिलोनाले धेरै काहीँ पनि त्यस्तो साह्रो मिस्टेक गरेको थिएन, जस हल्का फुल्का मिस्टेक गरेको थियो पछाडि। तर किन भन्दाखेरि इन्टर मिलानले अवे गेम खेलिराखेको छ, त्यो पनि तिनीहरूको लाइन यस्तो ब्रेक गरेर अफसाइड ट्र्याप यस्तो ब्रेक गरेर होइन। सिमोन्स कस्तो राम्रो ट्याक्टिक्स कोच हो भने त्यही छिराउँछ कि आफ्नो प्लेयरहरूलाई भनिरहेको छ होला कि होइन। तिनीहरूले होइन इन्टर मिलानको प्लेयरहरू ठ्याक्कै तिनीहरूकै बक्समा छ भनेपछि होइन, स्पेसमा हाफ सेन्टरमा छ भनेपछि होइन, तिनीहरूको प्लेयरले पहिला सोध्छ कि म अफसाइड छु कि अनसाइड छु भनेर। अनि मान्छेले मजाले हेर्छ कि त्यो अफसाइड छस् भने तिनीहरूले ब्याक हल्का तल ल्याउँछ होइन बल, अनि त्यसलाई कस्तो राम्रोसँग पासहरू कराउन सक्छ कि तिनीहरूलाई थाहा हुन्छ कि होइन हामी अफसाइडमा बसिरहेको छ कि अनसाइडमा बसिरहेको छ भनेपछि त्यो इन्टरको मिलानसँग क्लियर इन्फर्मेसन थियो कि एउटा चाहिँ होइन, एउटा प्योर जिनियस गेम खेलाएको थियो कि जो सिमोन्सले होइन अगेन्स्ट बार्सिलोना आफ्नो प्लेयरहरूलाई, जुन अवे गेममा होइन जस्ट ड्र लिएर जानु भनेको ठुलो कुरा हो कि। अब प्रेसर चाहिँ होइन बार्सिलोनालाई छ, जुन अब अर्को सेन्सिरोमा कस्तो गेम खेलाउँछ भनेपछि। अनि थर्ड हाफको सेकेन्ड हाफको माने एकदमै राम्रो, मैले स्क्रिनमा नै हालिदिन्छु होइन। तिनीहरूले कस्तो राम्रोसँग होइन अफसाइड ट्र्याप बनाएर कस्तो राम्रोसँग प्रेसर गराइदिएको थियो कि इन्टर मिलानले, जसले गर्दा चाहिँ तिनीहरूले राम्रोसँग होइन डिफेन्ड गर्न सकिराखेको हुन्न होइन आफ्नो डिफेन्सिभ जोनमा इन्टर मिलानले। त्यही पनि इन्टर मिलानले गोल छिराइदिन्छ कि थर्ड गोल पनि ड्रम फिसले कस्तरी गोल छिराइदिन्छ कि। सेट पिसमा हिजो बार्सिलोनाले गोल खाएको थिएन, दुवै गोल सेकेन्ड गोल र थर्ड गोल त्यहाँ 3-2 भइसकेको हुन्छ नि। फेरि त्यसकै मिनटपछि होइन बार्सिलोनाले कर्नर किक पाउँछ, अनि सिम्पल यामालले हल्का के अरे डमी देखाइदिन्छ, अनि के अरे राफिनाले कस्तो राम्रो स्ट्राइक छिराइदिन्छ होइन। अनि यहाँसम्मले सेभ गर्न सक्दैन, अनि कसरी गोल छिराइदिन्छ क्या, कस्तो राम्रो स्ट्राइक हानेर चाहिँ राफिनाले गोल छिराइदिन्छ होइन। अनि त्यहाँ 3-3 हुन्छ। चाहिँ प्रिटी वेल हिजोको गेम भनेको एकदमै राम्रो थिएन, डिजर्भिङ दुवै थियो तर ड्रमा सक्यो। अब नेक्स्ट गेममा चाहिँ के हुन्छ होइन, अब बार्सिलोनाले जित्न सक्छ कि इन्टर मिलानले। तर बिग चान्स चाहिँ मलाई जहाँसम्म लाग्छ इन्टर मिलानसँग छ, जुन हिसाबको हिजो अवे गेममा खेलेको थियो नि बार्सिलोनालाई कस्तो राम्रो प्रेसर दिएर खेलेको थियो नि, त्यही गेम होइन सनसेटोमा खेल्ने हो भनेपछि बार्सिलोनालाई हल्का गाह्रो छ। तर मैले भने नि जुन विनिङ मेन्टालिटी छ बार्सिलोनाको, जुन त्यो टिममा क्वालिटिजहरू छ जसले गर्दा नि इन्टर मिलानलाई गाह्रो बनाउन सक्छ होइन। नेक्स्ट गेममा नि हिजोको गेममा पनि त्यस्तै भएर ड्र ल्याउन सक्यो बार्सिलोनाले। त्यहाँ यामाल छ, राफिना छ, डियोङ छ, पेड्री छ, अफ्रन्टमा टोरेसहरू छ होइन, लेभेन्डोस्की छैन। डिफेन्सिभ टिमले कस्तो हाई ट्र्यापमा खेलिराखेको हुन्छ ह्यान्डसिफले कर्नरमा, जसले गर्दा इन्टर मिलानलाई पनि गाह्रो छ। तर हल्का चान्स चाहिँ मलाई इन्टर मिलानसँग छ जस्तो लाग्छ सेकेन्ड लिगमा चाहिँ, किनकि तिनीहरूको होम ग्राउन्डमा छ। आई होप जस्ट डिजर्भिङ टिम चाहिँ फाइनलमा पुगोस्, हेर्न नै अझै मजा आओस्।
सो होप तपाईँहरूले बुझ्नुभयो होला हिजोको गेममा के भएको थियो भन्छ र हिजोको गेममा छुट्याउने भएको भने चाहिँ एकदमै बोर्ड होला टिमहरूलाई चाहिँ कस्तो मजा आएको थियो कि यता पनि कन्ट्रोल छ गेममा उता पनि कन्ट्रोल छ दुवै टिमले प्रेसर दिइराखेको छ होइन कोचेसहरू कराइराखेको छ आफ्नो टिमलाई होइन अनि जे सो ड्रमा सक्यो तर मलाई जहाँसम्म लाग्छ इन्टर मिलानले चाहिँ बार्सिलोना भन्दा चाहिँ मलाई हल्का राम्रो खेला जस्तो लाग्छ किनकि अवे गेममा होइन जस्ट 2-0 होइन पहिला नै गोल हानेर जितिराखेको भने चाहिँ त्यो च्यान्टिनो होइन जुन यस क्वालिटिजले जितेको बार्सिलोनाले त्यो गिभ अप मेन्टालिटी छैन जस्ट हाई टप मेन्टालिटीमा खेल्छ बार्सिलोना पनि जस्ट त्यसले गर्दा पनि ड्र लिनका सफल भयो बार्सिलोना होइन अगेन्स्ट इन्टर मिलान तिनीहरूको होम ग्राउन्डमा सो 50-50% चान्स छ सेकेन्ड लिगमा चाहिँ सो आई होप तपाईँले कुन टिमलाई सपोर्ट गर्छ कमेन्टमा भन्नु होला अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड प्लिज लाइक दिस भिडियो सेयर दिस भिडियो एन्ड कमेन्ट डाउन एन्ड लेट्स गो फर 300 सब्सक्राइबर्स टिल देन जे नेपाल मिया सान मिया अफ किस पाइन लेट्स गो पागमास